गोत्र थापाले चाहिँ तपाईलाई दिदी बेना भन्नुपर्छ हो। तपाईको गोत्र चाहिँ यहाँ तपाईको दिदीलाई दिनुहुनेछ, तपाई माइती बनिनुहुनेछ। माइती बनाएको माइती चाहिँ आफ्नो ओरिजिनल माइती भन्दा पनि बनाएको चाहिँ भयङ्कर ठुलो तपाईँलाई। र अस्ति अलिकति गर्दै चाहिँ गर्नुपर्छ तपाईँहरूले पनि उहाँहरूले पनि। पहिला चाहिँ माइती उठाउनुपर्छ, पहिला माइती उठायो त्यसको बादमा चाहिँ अर्को कार्यक्रम गर्नुपर्छ। हेर्नुहोस् तर अब ठिकै छ, नजाने कुरालाई माफै पर्छ। र अब तपाईँको यहाँ थापा के अरे गोत्र थापाले चाहिँ तपाईँलाई आफ्नो जात काका हो यहाँको दिएर माइती बन्नुपर्छ। तपाईँले दुःख सुखमा तपाईँले पनि हेर्नुपर्छ, तपाईँले पनि हो, तपाईँले पनि उहाँलाई दुःख सुख के छ तपाईँहरूले हेरचाह गर्नु, राम्रो भविष्य राम्रोसँगले बनेर जाओस् है। माइती त्यसै जातको त त्यसै दिँदैन है, तपाईँको राम्रोसँगले जिन्दगी बितोस्, राम्रो होस् है, यस्तै शुभ कार्यमा भेटघाट होस् भन्दै आजको यो माइतीले उहाँलाई यो त्यो कलश यसो पूजा टिका यसो बाहिर खाएर र टिका लगाएर पहिला दिदीलाई त्यहाँबाट भेट्न यो टिका छ नि, टिका छ होइन यो आन्टी आन्टी जानुहोस् न भित्र। हुन्छ आमाले टिका दर्शन लाउँदा यसो अस्ति हजुरलाई टिका पहिला सर्किएसरी पहिला छर्किन नि यसो सर्किदेखि खिड्की भिडियो अपलोड नभइदिनु अर्जुन बाजे। हजुर म चाहिँ अर्जुन बाजे भन्नु, किनभने यता अब पहिलादेखि मलाई दाजु भन्थ्यो मान्थ्यो भाइले पनि। तर अब यता फेरि मेरो छोरा चाहिँ माइती भयो उहाँको फर्स्ट यहाँ दिदीलाई पहिला दिदी चिन्नु पर्यो नि, दिदीलाई लगाउनु पर्यो। आज चाहिँ दिदीलाई अब पछि फेरि दसैँतिर हुन्छ पहिला हेर्नलाई ज्वाइँलाई आशीर्वाद देऊ, आशीर्वाद पनि देऊ, आशीर्वाद मिलेर गरी खानु राखिस पाक्यो पाक्दैछ लु भेनालाई आशीर्वाद दिनु एकदम इज्जत गर्नु, सालालाई इज्जत गर्नु। नातिको नाम के छ? अविनाश। कृति राई नयाँ जेनेरेसनको माइती हो नि त, बल्ल त सिकायो हुँदैछ है, बल्ल त आफ्नो टाउको माथि आएको हो नि त। लायो भेनालाई लाइदे भेना आज भेना त्यो ठुलो रहेछ उल्टा भयो सुल्टा हो त हो भेना। आमै भन्छन् मलाई, मम्मी भन्छ नि, मम्मी नै भन्छ ल यो मम्मीलाई छिटो एकछिन यिनीहरूले पनि आमा र बाबालाई पनि लगाइदियोस् न ल है। होइन तपाईँले पनि टिका लगाइदिइहाल्नु हुन्छ म निस्किन्छ यहाँ मामा हो नि त यहाँ
मामालाई मान्नुपर्छ मामालाई त मान्नु पर्यो नि साइन रङ द हो त यो त एकदम उयो हो नि त सिधै मामा हो पक्का हो तिमीको सामान खै आजको मात्र होइन नि सधैँको त्यो त तपाईले गरी खानु हैन चाडबाडमा पनि अब सुत्नु पर्छ त्यसै यो आजको लागि मात्र हैन सधैँ भनेको लागि यो चाहिँ किनको सम्बन्ध पनि हो आफूलाई लु पाइहाल्यो त गिफ्ट पनि हो दो अविनाश उइलाई दे उइ उठा छ तिमी लु बाबालाई टोपी ल्याइदे तैँले बाबालाई टोपी ल्याइदे खोइ आमाको पनि जिन्स ल त खदा बाबालाई टोपी लगाइदियो होला नि पहिला यता यता बाबालाई आमालाई तीनटा छोरा भयो छोरी हो छोरी एकजना छोरी पायो ज्वाइ हो नि छोरी पायो एकजना छोरा एकजना छोरी हामी सम्झ्दा सम्झिनु छोरै हो अब यो त दस्तुरमा मात्र हो नि कहाँ हो दस्तुरमा यो त पक्का नि अब मोरिन्जलसम्म हो नि होइन यो त मेटिन हुँदैन नि यो त रह्यो नि त्यो हामी नाटा गरेको होइन यो दियो कलर साँची राखेर अन्त यस्तो पञ्चको सामुने है पूर्व पश्चिम देवी त मन्दिर सब गर्दैछ अग्निलाई साक्षी राखेर गरेको हो जीवनभरि निभाउने निर्वाह गर्ने राम्रोसँगले सुन है उल्टा भयो हुन्छ पहिला एक थप्पड लगाउनु पर्छ सालोलाई भरेको त्यो गर्नु पाउँदैन आज चाहिँ पाउँछ पञ्चको छेउमा चाहिँ पाँच दिन जुसो लाग्ने वाला छ तिनीहरूको गोदर थापा त श्यामामा खै श्यामामा खै एकछिन बस्छ यहाँ टिकट वाला गरिहाल्छ यहाँ बडीले लगाइदिन्छ गड ब्लेस यु लाप्चे मामा एउटा वीरेन्द्रलाई अर्को श्यामलाई लगाए भाग्यमानी हो नि भित्र र बाहिर हुँदैन नि होइन झाडै छै के पानी पनि खानु हुँदैन अरे है होइन भोलि खामा आइकन केही त खानु हुन्छ भोलिबाट त हुन्छ नि त मम्मी बाबा तपाईँहरूले लगाइदिनु अरे त्यहाँ चाहिँ दौडु यो पछि बस्नु मैले छिटो लगाइदिन्छु
बाउले फर्स्ट लगाइदिनु नलगाइदिनु अघि लगाइदिनु अघि लगाइदियो भनेको कहिले लगाइदियो आज त प्रोसेस त हामी हिजो त हामीले एकैछिन 12-1 बजे त तुरिसकेको थियो त सकेको थियो त अनि सर्टकट थियो नि त मिठा खाने हिजो पुरानो भएर मिठा खाने पैसा होला बाँकी गर्दैन अनलाइन आइल त है ढुक्कै छ तिमीलाई खोज्दै थियो रञ्जनाले भेट्यो बाबा भने नलाइरहेछ बाबा बडीले मम्मी बाबाले ठुलो भूमिका बस्ने तर सभामा चाहिँ यता बसेको मामाले बाघ पखे पानी खोले जिपे गर्दा जिपे गर्दा पनि हुन्छ जिपे गर्दा पनि भइहाल्छ नि अब यता पनि लामो छैन परेछ लास्ट त बिरे नै होला कि अझै छ हामी त अब है आफै सक्यौँ भन्छ है त्यहाँ बस्ने दाहिने यो भएन भने किन घुमाइरहेको भहरू कहाँ हो यो टिका भनेको एकपल्टको कहाँ खेलाइसी हो त यो खेलाइसी होइन नि हो यस्तो हो त पारा त पहिला त भारी चाहिँ होला राम्रोसँगले कागजले फेरि हो कागज टिका लगाएको छैन के हो भना जसमा छ हौ मात्नुपर्छ कागज ल कागज है ल मात्र त मात्दैन नि नाच्छ त्यो लिनु धेरै सब्जीहरू छ मन मिलेर किरातको चाहिँ कठिन छ नि
छ धेरै खर्च हुन्छ पहिला बनाएको सुगो चाहिन्छ जोड दिनु दिइहाल्यो ल शान्ति खुसी रहोस् सुस्वास्थ्य रहोस् परोस् राम्रोसँग चाहिँ अगाडि बढेर जाओस् नाच्ने बुहारीलाई एकदम जसरी काम जुन चाहिँ चिताएको छ त्यो फलोस् फुलोस् पुरा भएर जाओस् अनि के अरे कुनै प्रकारको बाधा र विघ्न आइ नपरोस् मेरो बुहारीलाई सधैँ नै घर परिवारमा राम्रोसँगले आमा बाबालाई राम्ररी हेर्ने हुनु अनि जुन कार्य छ त्यो कार्यलाई पनि सफलता लगाउन जाने सक्नुहुनु घर फैलिएर बस्नु सानो कुरा लिएर आमा बाबाको होइन त्यो घरमै सुन्दरमा गर्नु यति नै छ आशिष लगाइदिइहाल्छु कि त्यहाँदेखि बारी लैछ भन्थे आफ्नो सरेको दुईटा पो लाउनु पर्थ्यो विशेष गरी सन्चो सुस्कार हरेक कुरोमा प्रभुले आशिष दियो सुख शान्ति सधैँभरि रोग कष्टबाट विशेष गरी जो सोचेर अहिले जोडी भएको छ जीवनभर यसरी बस्नु सानो सानो कुरो लिएर झै झगडा ठासक ठुसुक नहुनु आमा बाउलाई सधैँभरि माया प्रेम दिएर अगाडि बढ्नु धम्की चाहिँ नपिट्नु भन न धम्की नपिट्नु धम्की पिट्यो भने त आउँछ बुझेर नयाँ बुहारी पुरानो हुँदै गयो सधैँभरि प्रभुले आशिष दियोस् सधैँभरि हरेक कुरोमा आफूलाई पवित्र राखेर अगाडि बढ्नु आमा बाबालाई खुसी राख्नु बुझ्यौ आमा बाबाले गाली गर्यो के भन्यो भने पनि मनमा नराख्नु इग नराख्नु ल सधैँभरि शान्ति खुसी भएर रहनु खै भाइ बहिनी चाहिँ छैन आमाले लगायो भने हुन्छ भने लगाइदिएर सुनाइटा पर्दा लगाइदिएर हिजो त आमाहरू आउनु हुन्थेन रहेछ नि त मैले त बोलाउनु यो त छोरा नाति यो त ठुलो बडा यताउति लगाइदिएर अन्त म पनि दिइहाल्छु सकेलस् नै बढी यो चाहिँ साथी दिइहाल्छ छैन अब यो आजदेखि पक्का छेत्री भयो हेर अन्त छेत्री भनेर घमण्ड चाहिँ नगर्नु विशेष गरी घमण्ड चाहिँ मनमा राख्नै हुँदैन एकअर्कालाई प्रेम छेत्री भयो सबैभन्दा ठुलो चाहिँ प्रेम छेत्री भएर के गर्नु भएर के गर्नु तर प्रेम नै हो सबभन्दा ठुलो पक्का पक्का चाहिँ प्रेम हो प्रेम त्यही टिकालाई उयो भइसक्यो परिवारमा सबै प्रेम छ भने सबै कुरो सब हुन्छ विशेष गरी यिनीहरू दुईजनालाई भन्दा आमा र बाउलाई खुसी राख्नु सबैभन्दा ठुलो बुझ्यो बुझिरहेको आमा र बाउलाई प्रेम गर्ने मान्छे कहिले दुःख पनि पाउँदैन कतिवटा कुरोमा आइलाग्दैन एकदम यत्रोबाट निदा छ भाग्यमानी दसैँमा चाहिँ आधी किलो चामल लगाइदिउँला नि यो त सुक्खा भएर सबै झर्दो रहेछ केरामा हाल्नु पर्थ्यो
चिनी र दही चिनी त हालेको चिनी हाल्ने क्रिम र क्या दुधको क्रिम र सानो केरा हाल्नुपर्छ बाबा उयो खाने ब्रान्डी खाने दे तर कहाँ उयोसँग बस्ने अरूसँग होस् यहीँनिर राखिदिन्छु ल यहाँ नाति नातिनीसँग यिनीहरूले खाए खाना साना उसले भात दिनुपर्छ अब सबलाई एकपल्ट दाल भात अब त नेपालले हुन्छ है बेहोरा छ त दोकान चाहिँ खै बसन पनि त आउँदैन बसन लुगा कहाँ बेच्नु उया छ यो मम्मी यो ल्याउ त बसनमा म होइन ऱ्यापर मेटारोस् न एउटा केहरू उसको त्यो हिजोतिरै पनि भएको बन्दारा त्यहाँदेखि पनि बिहान आएर आउला भन्नुभयो नभए बिहामै दिँदा चाबिनालाई गिफ्ट चाहिँ तैँले ए हो नाना नानै हो के पर्यो साइनो सिनाइदेऊ न तिम्रो चाहिँ के पर्यो तिम्रो के हो तिम्रो जे पर्छ त्यही पर्छ बुहारी त उल्टा पर्छ यहाँ के पर्यो तिमीले सिकाऊ सिकाउनु पर्ने उसले कहाँ सिकाउँछ यसले पनि सिकाउनु पर्छ चिनिहाल्यो नि अस्ति है बोलिसक्यो फिङ्गर प्रिन्ट गरिरहेको आँटाले खेल्यो कि खाना मात्रै भयो ल होइन अस्तिको भएको थिएन नि त मेरो बिहामा आउँछ होला नि त गिफ्ट त होइन बुहारी नातिनी हो सबैको शान्ति खुसी सुस्वास्थ्य भएर आफ्नो आफ्नो काम गरेर राम्रोसँगले गरेर भविष्यमा जस्तो अहिले जोडी भएर बसेको छ त्यस्तै भएर कर्महरू तपाईँले सिकाइदिनु भयो है त्यसको लागि धेरै धेरै आभारी पनि छु धन्यवाद पनि छु है यस्तै अब तपाईँहरूको चिर आयुको कामना गर्दछु दुःख बिमारहरू नहोस् है अरू त के भन्नु है त्यसमै अब भन्नु त अब धन्यवादै छ बेसीमा भन्दा बेसी पुरै हाम्रोबाट चाहिँ हाम्रो परिवारबाट चाहिँ तपाईँहरूलाई धेरै धेरै धन्यवाद त्यो कर्म निप्टाइदिनु भएकोमा सबै त आफ्नो हो यहाँ के को धन्यवाद होइन नि एउटा अब यो सानोतिनो कुरा होइन यत्रो ठुलो कर्म तपाईँहरूले हाम्रो गरिदिनु भयो धन्यवाद चाहिँ नि परापरा दिनुपर्छ हो परापरा हामी चाहिँ नजिकको हो आफन्तै हो यताबाट उताबाट आफन्तहरू धन्यवाद चाहिँ दिनु हुँदैन घुमाएर फिराएर आफन्तै हो सबैलाई चाहिन्छ एक दिन तपाईँहरूलाई हामीलाई चाहिन्छ हामी त्यही एउटा समाजमा बसेपछि सबैको पालो आउँछ पालो चक्र त हो चक्रले गर्दाखेरि अब सबैलाई मनमा हो तर सबै बेसी हुँदैछ टाढामा हुँदैछ हुन्छ